सबैजनालाई स्वागत छ नयाँ भिडियोमा। आज हामी नो रिएप्लाई लिस्टको विषयमा बुझ्नेछौँ। नो रिएप्लाई लिस्ट के हो, त्यसैगरी हामीले यो वर्षको नो रिएप्लाई लिस्ट कसरी हेर्ने, त्यहाँनिर तपाईले बुझ्नै पर्ने कुराहरू पनि छ। पुरानो जति पनि भिड्नु भएको छ उहाँहरूले त नो रिएप्लाई लिस्ट कम्पलसरी हेर्नै पर्छ, किनभने नो रिएप्लाई लिस्टमा यदि नाम पर्यो भनेदेखि तपाईले आउने वर्षहरूमा कुनैमा पनि ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्समा चाहिँ भिड्न पाउनुहुन्न भनेदेखि नयाँ भाइहरूले पनि त्यहाँ बुझ्नुपर्ने यो पालिको चाहिँ के जरुरी छ भन्दाखेरि, जस्तै तपाईले कुन टपिकमा चाहिँ उहाँहरूले के कमेन्ट दिएर चाहिँ नो रिएप्लाई लिस्टमा नाम ज्यादा आइरहेको छ त्यो विषयमा तपाईले बुझ्न जरुरी हुन्छ। नयाँ भिड्नेले पनि के विषयमा, डकुमेन्टको विषयमा कि त्यसैगरी मेडिकलको विषयमा चाहिँ धेरै नो रिएप्लाई लिस्टमा नाम आइरहेको छ कि के गर्दाखेरि चाहिँ हाम्रो नो रिएप्लाई लिस्टमा नाम आउने रहेछ भन्ने विषयमा पनि तपाईले बुझ्न सक्नुहुन्छ। त्यसैगरी अर्को एउटा कुरा त्यहाँ के चाहिँ छ भन्दाखेरि, योभन्दा अघिल्लो वर्षको नो रिएप्लाई लिस्टमा चाहिँ एकजना भाइले चाहिँ नहेरिकन भिड्नु भएको थिएछ। नो रिएप्लाई लिस्टमा नाम उहाँको परेको रहेछ, तर पनि उहाँले योभन्दा अघिल्लो वर्ष भिड्नुभयो। फेज 3 फाइनल सेलेक्सनमा गएर उहाँ फालिनु भएको रहेछ नो रिएप्लाई लिस्टमा नाम नहेरेको कारणले गर्दाखेरि। त्यसैले गर्दाखेरि चाहिँ हामीले नो रिएप्लाई लिस्टमा नाम पर्छ भने तपाईले गएर भिडिराख्नु चाहिँ जरुरी छैन। तपाईँ भिड्नुभयो भने पनि फाइनल सेलेक्सनसम्म पुग्नु भयो र उहाँहरूले पत्ता लगाउनु भयो कि तपाईँको नाम नो रिएप्लाई लिस्टमा रहेछ भन्ने पत्ता लगाउनु भयो भने पनि उहाँहरूले तपाईँलाई फिर्ता पठाउनु हुनेछ, वेदर तपाईँ फाइनल सेलेक्सनमा पुगिसक्नु भएको छ भने पनि। त्यसले गर्दाखेरि पनि चाहिँ त्यो कुरा पनि तपाईँले हेर्न सक्नुहुन्छ। र आज हामी त्यसकै विषयमा चाहिँ बुझ्नेछौँ, कसरी हेर्ने, के हो यो भन्ने विषयमा टोटल हामी बुझ्न गइरहेको छौँ। सो डाइरेक्टली अब टपिकतिर लागौँ। ओके, सबैभन्दा सुरुमा हामीले बुझौँ यो नो रिएप्लाई लिस्ट हेर्नको लागि हामी कहाँ जानुपर्छ भनेर। तपाईले मोबाइलमै पनि अथवा तपाईले चाहिँ ल्यापटपमा गुगलमा गएर चाहिँ www.army.mot.uk/bgn यो ब्रिटिस गोर्खा नेपालको अफिसियल वेबसाइट हो। यसमा तपाईँ इन्टर गर्नु होला। इन्टर गर्नुभएपछि यस प्रकारको पेज खुल्छ। तपाईले यस प्रकारको यहाँ तल हेर्दै जानुभयो भने गोर्खा रिक्रुटमेन्ट भन्ने आउँछ, यो पहेँलो कलरको। यसमा तपाईले येलो कलरमा क्लिक गर्नुभयो भने तलपट्टि आउँछ। त्यसैगरी हेर्दै जानुभयो भने यहाँनिर हाम्रो यहाँ ब्रिटिस गोर्खा नेपाल, त्यसैगरी स्लाइड गर्नुहुन्छ भने यहाँ फेज 1 रेजिस्ट्रेसन, फेज 2, फेज 3 भन्ने आउँछ। यसमा तपाईले फेज 1 मा जानु होला। फेज 1 मा गइसकेपछि तलपट्टि आएर तपाईले हेर्नुहुन्छ नि यहाँ नो रिएप्लाई लिस्ट छ। तलपट्टि युजफुल डाउनलोड्सको तल गएर नो रिएप्लाई लिस्ट यहाँ आएको छ। यसमा क्लिक गर्नुहुन्छ भने इजिली तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरेर तपाईले यहाँ हेर्न सक्नुहुन्छ। अब पहिलो कुरा बुझौँ हामी यो नो रिएप्लाई लिस्ट भनेको चाहिँ के हो। नो रिएप्लाई लिस्ट भनेको चाहिँ के हो भन्दाखेरि, ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्समा यदि तपाईले यो वर्ष भिड्दै हुनुहुन्छ भने तपाईँ गएर भिड्नुहुन्छ। तपाईँ नयाँ हुनुहुन्छ, योभन्दा अघिल्लो वर्ष तपाईँले कहिले भिड्नु भएको छैन भने यो वर्ष गएर तपाईँले भिड्नुहुन्छ। भिडिसक्दाखेरि भिडेर तपाईँ अब त्यहाँ बाइचान्स केही नभएर तपाईँ पास हुन नसक्नु भएर फर्किनु भयो, तपाईँको त्यहाँनिर कुनै पनि प्रकारको यस्तो त्रुटिहरू देखियो, मेडिकल त्रुटि जुन चाहिँ तपाईँले कहिले पनि अब तपाईँ भिड्न चाहिँ सक्षम हुनुहुन्न भन्ने उहाँहरूलाई लाग्यो, त्यसैगरी तपाईँको डकुमेन्टमा चाहिँ त्यहाँ फल्टहरू देखियो भनेदेखि त्यस्तो केसमा अब अर्को वर्ष चाहिँ नयाँ भर्ती खुलाउँदै गर्दा उहाँहरूले एउटा नो रिएप्लाई लिस्ट भन्ने पब्लिस गर्नुहुन्छ हो। त्यो चाहिँ एउटा ब्लक लिस्ट हो। यदि त्यसमा तपाईँको नाम पर्छ भने तपाईँले अब खुल्ने कुनै पनि ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको भर्ती प्रक्रियामा तपाईँ भिड्न पाउनुहुन्न हो। त्यसैले गर्दाखेरि तपाईँले कुनै पनि वर्ष ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको भर्ती प्रक्रिया खुल्दै गर्दाखेरि त्योभन्दा अगाडि भिडिसक्नु भएको छ भने नयाँ भर्तीमा भिड्नुभन्दा अगाडि एकपल्ट नो रिएप्लाई लिस्ट हेर्न चाहिँ एकदमै जरुरी हुन्छ। र यो वर्षको मैले कसरी हेर्ने भन्ने देखाएँ। एकपल्ट नो रिएप्लाई लिस्ट हेरौँ। एनआरए लिस्ट अथवा नो रिएप्लाई लिस्ट यस वर्षको यस प्रकारको छ। यस वर्ष चाहिँ तपाईँहरूलाई कमेन्ट पनि फेलियर कमेन्ट के कारणले गर्दा नो रिएप्लाई लिस्टमा हालिएको भन्ने कुरा चाहिँ प्रष्ट रूपमा उहाँहरूले त्यहीँनिर लेखिदिएर कुन फेजबाट चाहिँ फेल भएको हो त भन्ने कुरा पनि उहाँहरूले चाहिँ प्रष्ट रूपमा लेखिदिनु भएको छ। त्यसैले गर्दाखेरि तपाईँले पहिले यहाँनिर डिस्ट्रिक्ट वाइज आफ्नो हेर्नु होला, नाम र जात त्यहाँ प्रमाणित भइसकिसकेपछि अनि बल्ल तपाईँले चाहिँ त्यहाँनिर गएर चाहिँ के गर्नु होला भन्दाखेरि अनि त्यहाँनिर कन्फर्मेसन हेर्नु होला। एकपटक यो सबैले हेर्नुपर्छ। यो वर्ष चाहिँ तपाईँको 799 जनाको चाहिँ 779 जनाको टोटल नो रिएप्लाई लिस्टमा नाम परेको छ। कतिजनाको फेज 3 मा गएर पनि नाम परेको छ भनेदेखि कतिजनाको फेज 1, फेज 2 मा पनि छ। यहाँनिर मोस्टली तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ हाइपर एक्सटेन्सनले गर्दाखेरि उहाँहरू फालिनु भएको देखिन्छ। हाइपर एक्सटेन्सनमा एकदमै धेरै हुनुहुन्छ। हाइपर एक्सटेन्सन भनेको तपाईँलाई थाहा छ, मेडिकल केसमा हात बाङ्गो छ भनेदेखि त्यो हाइपर एक्सटेन्सनमा अब अर्को वर्ष आउँदा पनि यो चाहिँ हाइपर एक्सटेन्सन बनिन सक्दैन भन्ने लाग्छ भने उहाँहरूले चाहिँ तपाईँलाई त्यो रिजन दिएर पनि फालिदिनु भएको हुन्छ। त्यसैगरी तपाईँको भिजनमा पनि फालिएको छ, कलर पर्सेप्सनमा कलर ब्लाइन्डनेस छ भने पनि फालिएको छ। त्यसैगरी अर्को बुझ्नुपर्ने कुरा चाहिँ के छ यहाँनिर भन्दाखेरि नेम अन एनआरए लिस्ट भनेर पनि चाहिँ फालिएको छ। फेज 2 मा, फेज 3 मा। त्यो भनेको चाहिँ तपाईँको जस्तै यो वर्ष यहाँ तपाईँको कसैको नाम परेको छ, तपाईँले चाहिँ यो नो रिएप्लाई लिस्ट नहेरिकन गएर भिड्नु भयो भने तपाईँ फेज 3 सम्म पुग्नुहुन्छ भने पनि यदि यो एनआरए लिस्टमा नाम परेको छ भने अब तपाईँलाई त्यहाँनिर यही
एनआरई लिस्टमा नाम परेको छ भनेर एउटा रिजन दिएर तपाईँलाई फालिदिनेछ। त्यसैले गर्दाखेरि चाहिँ तपाईँहरूले नो रिप्लाई लिस्टमा हेरेर अनि मात्रै चाहिँ भिड्न जानु होला। यो नहेरिकन गइयो भने यहाँ धेरैजनाको नाम तपाईँले देख्न सक्नुहुन्छ। रिजनमा जसको पनि नेम अन एनआरए लिस्ट भनिएको छ, यो चाहिँ योभन्दा अघिल्लो वर्ष पनि उहाँहरूको एनआरई लिस्टमा नाम परेको थियो, तर नहेरिकन उहाँहरू जानुभएको कारणले गर्दाखेरि चाहिँ फेज 2 सम्म पुगेर कुनै त फेज 3 मा पुगेर पनि फालिनु परेको अवस्था छ। त्यसैले गर्दाखेरि यो तपाईँले चाहिँ एकपल्ट हेर्नु होला। सबैजनाले योभन्दा अगाडि भिड्नु भएकोले पनि यो वर्ष तपाईँले भिड्दै हुनुहुन्छ भने चाहिँ कस्तो कस्तो कुरामा हामीलाई चाहिँ फालिदिने सम्भावना पनि हुने रहेछ भन्ने कुरा पनि तपाईँले हेर्न सक्नुहुन्छ। कसैको चाहिँ ओभरल्यापिङ टोज भएको कारणले गर्दाखेरि फालिएको छ। त्यसै गरी म्याक्सिमम तपाईँको हाइपर एक्सटेन्सन मेडिकलकै कारणले गर्दाखेरि फालिएको छ। कोहीको तितमा फालिएको छ भनेदेखि कसैको चाहिँ स्कार्सहरूमा पनि हेयर आएको र त्यसलाई डिफ्रेन्ट देखेको कारणले गर्दाखेरि मेडिकल एक्जामिनेसनमा फालिएको छ। र डकुमेन्टेसनमा भनेको रेयरली जो जतिको पनि नाम पहिले चाहिँ एनआरई लिस्टमा परेको थियो उहाँहरूको मात्रै चाहिँ यसरी अहिले चाहिँ फालिएको छ। त्यसैले गर्दाखेरि एनआरई लिस्ट हेर्न चाहिँ जरुरी छ। त्यो कुराहरू तपाईँले एकपल्ट हेरेर अनि मात्रै तपाईँले चाहिँ मेरो केमा नाम यहाँ परेको छ कि छैन भन्ने कुराहरू कन्फर्मेसन गरेर र अब तपाईँले अनलाइन रेजिस्ट्रेसन अलरेडी गरिसक्नु भएको छ भने पनि यदि यहाँ तपाईँले नाम आफ्नो भेट्नुहुन्छ भने अब तपाईँले फेज 1 मा जाने दुःख नगर्नु होला। जब तपाईँ जानुभयो भने पनि उहाँहरूले फर्काइदिनु हुनेछ। त्यसैले गर्दाखेरि यदि तपाईँले अनलाइन रेजिस्ट्रेसन गरिसक्नु भएको छ, नाम पनि परेको छैन भने अब तयारी थाल्ने। यदि यहाँ नाम परेछ भने अब तपाईँले अर्को कुनै पाटोतिर चाहिँ तपाईँले अर्को फिल्डतिर तयारी गर्नुपर्छ। अब यसमा चाहिँ तपाईँको ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्समा यदि यहाँ नाम परेको छ भने अबदेखि खुल्ने कुनै पनि प्रक्रियामा हामी सरिक हुन पाउँदैनौँ। त्यसैले गर्दाखेरि एकदम तपाईँको चाहिँ यहाँनिर हामीले सबै कुराहरू हेरेर बुझेर नाम परेको छैन भने मात्रै अगाडि बढ्नु होला। र हाम्रो भिड्दै गर्नुहुने भाइहरूले पनि के कुरामा चाहिँ हाम्रो चाहिँ नो रिप्लाई लिस्टमा चाहिँ नाम पर्न सक्ने चान्सेसहरू रहेछ त भन्ने कुरा पनि तपाईँले एकपटक यहाँ हेर्न सक्नुहुन्छ कस्तो प्रकारले आउँछ भनेर। र नो रिप्लाई लिस्ट यस प्रकारले हामीले हेर्ने हो। सबैजनाले यो बुझिसक्नुभयो होला।